साथीहरु म चाहिँ आज टाइपो बनाउन आँट्दैछु है। यो चाहिँ मैले इस्ट लिएको छु अलिकति है। इस्टलाई चाहिँ तातो पानीमा म हाल्दैछु। इस्टलाई चाहिँ यसरी घोल्नु पर्छ है टाइपो बनाउँदा चाहिँ, किनभने यसले चाहिँ पास आउँछ नि त। यसलाई चाहिँ यसरी घोलेर है यहाँनिर चाहिँ मैले आटा लिएको छु। यो आटा चाहिँ गरम पानीले मुस्दै छु म। र किमा छ यहाँ है। किमा चाहिँ मैले आज पनि मैले बनाएको किमा हैन, यो चाहिँ मलाई दिदीले नै पठाइदिनु भएको दोकानबाट है। म चाहिँ बनाउने मात्रै, अब बनाएर खाने मात्रै म है। किमा चाहिँ रेडी गरेर दिदीले नै पठाउनु भएको है। म बनिसकेर देखाउने छु तपाईहरुलाई। म चाहिँ बनाउन थाले है साथीहरु। टाइपो चाहिँ म एक्लै बनाउँछु नि त। मोमो बनाउँदा चाहिँ मलाई मेरो बुढोले सघाउँछ है। मोमो बेल्नु चाहिँ टाइम लाग्छ नि त, अन्त त्यही भएर उसलाई सघाइ माग्छु है। अरू बेला चाहिँ मोमो बनाउँदा चाहिँ अन्त टाइपो चाहिँ म एक्लै बनाउँछु। छिटो हुन्छ है टाइपो बनाउनु चाहिँ, त्यही भएर टाइपो चाहिँ म एक्लै बनाउँछु नि त साथीहरु। यत्रो आटामा आज चाहिँ छिटो बनाइदिएको टाइपो बनायो भने चाहिँ छिटो हुन्छ हो। त्यही भएर म चाहिँ टाइपो बनाइदिँदैछु साथीहरु छिटोको लागि है। टाइपोमा चाहिँ साथी चाहिँदैन, पट्टापट्टि बनाइहाल्नुपर्छ नि त, यसरी हो साथीहरु। टाइप पाके हाम्रो चाहिँ हेर्नु सक्नु, यहाँ पनि पाक्दैछ। अब चाहिँ हामी खान्छौँ है साथी हो। बिउ रोपेको चाहिँ साथीहरु यहाँ चाहिँ हेर्नुहोस्, फुल खेल्दै रहेछ बिउले नि, खेल्दैछ। यहाँ चाहिँ डल्ले खोर्सानी चाहिँ साथीहरु डल्ले छ, यहाँ चाहिँ डल्लै रोपेको छ। हेर्नुहोस् सानो बोटले फलिरहेछ बिउ, रोपेको दुःख गरेको अदै गरेछ यसले पनि, दुईटामा पनि फलेर सानोले पनि फलेछ। कता गयो, यत्रै बोटले पनि फलेछ। हेर्नुहोस् न, सुन्तलाहरू यत्रो भएको छ साथीहरु हाम्रो। परसम्म छ सुन्तला, डिल हेर्नुहोस् है।